बधाई छ तपाईहरुलाई यदि फिनल्यान्डको स्टुडेन्ट भिजा अथवा रेजिडेन्ट पर्मिट अप्रुभ भइसकेको छ भने। फर्स्ट अफ अल वेलकम टु द न्यू जर्नी। तर भिजा अप्रुभ भइसकेपछि धेरै स्टुडेन्टहरुले इम्पोर्टेन्ट स्टेप्सहरु बिर्सिने गर्छन्, जसमा अकोमोडेसनमा प्रब्लम आउने, फ्लाइट मिस हुने, डकुमेन्टहरु बिर्सिने अनि इमिग्रेसनमा धेरै क्वेशनहरुको फेस गर्नुपर्ने देखिन्छ। र आज म तपाईहरुलाई 10 वटा इम्पोर्टेन्ट स्टेप्सहरु भन्नेछु जुन फिनल्यान्डको भिजा अप्रुभ हुने बित्तिकै गर्नुपर्ने आवश्यक हुन्छ। स्टेप नम्बर 1, चेक योर रेसिडेन्ट पर्मिट डिटेल्स। जब फिनल्यान्डको रेसिडेन्ट पर्मिट डिटेल्स तपाईहरुकोमा आउँछ थ्रु द मेल, एकचोटी अफकोर्स तपाईहरुको नाम, युनिभर्सिटी नेम, भ्यालिडिटी डेट, डेट अफ बर्थ सम्पूर्ण कुराहरु चाहिँ एक एक चेक गर्नु होला स्पेलिङ वाइज। अनि जब चाहिँ त्यो मेलबाट आएको हुन्छ, अफकोर्स कन्सल्टेन्सीबाट तपाईहरुले अप्लाई गर्नु भएको छ भने कन्सल्टेन्सीको सरहरुलाई फरवर्ड गरिदिनु भन्नु होला मेल, अनि चेक गर्नु होला। त्यसपछि जब तपाईहरु कार्ड लिन जानुहुन्छ VFS अथवा कसैले ब्याङ्कको थ्रुबाट लिन्छु भनेर सर्भिस लिनु भएको छ, जब तपाईको हातमा कार्ड पर्छ एक एक डिटेल चाहिँ हेर्नु होला। अनि कुनै पनि मिस्टेक छ भने तुरुन्तै अथोरिटिजमा गएर त्यो सच्याउनु होला। यदि सानो मिस्टेकले पनि तपाईहरु चाहिँ फर्किनु पर्ने आवश्यक हुन्छ इमिग्रेसनबाट। स्टेप नम्बर 2, वेट फर योर रेजिडेन्ट पर्मिट कार्ड। भिजा अप्रुभ हुने बित्तिकै तपाई तुरुन्त टिकट काटेर फिनल्यान्ड आउन सक्नुहुन्न। तपाईहरुले RP कार्ड लिएर आउनु पर्ने हुन्छ, जुन चाहिँ 7 दिनसम्म चाहिँ लाग्छ आउनलाई। कसैको 2 देखि 3 दिनमा आउँछ भने कसैको 7 दिन भित्रमा चाहिँ कार्ड आएको हुन्छ। त्यसपछि मात्र फर्दर प्रोसेस गरेर अनि मात्र टिकट काटेर आउन सक्नुहुन्छ फिनल्यान्डमा। स्टेप नम्बर 3, बुक योर फ्लाइट अर्ली। जब चाहिँ भिजाको डिसिजन आउँछ अथवा रेजिडेन्ट पर्मिट कार्ड हातमा पर्छ, फ्लाइटहरु चाहिँ चेक गर्नलाई अनि बुक गर्नलाई चाहिँ स्टार्ट गर्नु होला। नेपालबाट फिनल्यान्डमा आउने स्टुडेन्टहरुलाई जुलाई, अगस्त अनि सेप्टेम्बरमा एकदमै चाहिँ महँगो टिकट पर्न आउँछ। स्पेशली अगस्तमा झन् एकदमै महँगो हुन्छ टिकट, किनभने प्राय जसो क्लासहरु अगस्तदेखि सुरु हुन्छ भने कुनै कुनै युनिभर्सिटीको सेप्टेम्बर 1 देखि क्लास स्टार्ट हुन्छ। जुलाई र सेप्टेम्बरमा भन्दा पनि अगस्तमा चाहिँ टिकट एकदमै एक्सपेन्सिभ हुन्छ। यो चाहिँ मेरो पर्सनल एक्सपिरियन्स हो। जब म यहाँ फिनल्यान्डमा आउन खोजिरहेको थिएँ, अगस्तमा चाहिँ मलाई एकदमै एक्सपेन्सिभ परेको थियो टिकट। सो बुक योर फ्लाइट अर्ली। तपाईहरुले टिकटको प्राइस कम्पेयर गर्दाखेरि डिफ्रेन्ट एयरलाइन्सको चाहिँ प्राइसहरु चेक गर्नु होला, जस्तै कतर एयरलाइन्स, फिन एयरलाइन्स, दुबई एयरलाइन्स, एयर इन्डिया अनि टर्किश एयरलाइन्सको। त्यसमध्ये तपाईहरुलाई कुन राम्रो लाग्छ त्यो टिकट चाहिँ लिनु होला। यदि तपाईहरुले टिकट चाहिँ सस्तोमा हेर्नु भएको छ भने धेरै ट्रान्जिट भएको टिकट हेर्नु होला, त्यसमा चाहिँ टिकट एकदम सस्तो पर्छ। यदि तपाईहरुले त्यस्तो झन्झट खोज्नु भएको छैन भने अफकोर्स टर्किश एयरलाइन्सलाई हेर्नु होला। र यसको बेनिफिट्स अर्को के छ भन्दाखेरि यसमा हामीले 40 प्लस 7 केजी चाहिँ सामानहरु लिएर आउन सक्छौं। र यदि तपाईहरु अरु एयरलाइन्समा आउनु खोज्दै हुनुहुन्छ भने आफ्नो सामान चाहिँ ठिक्क जति केजी भनेको छ त्यति मात्र ल्याउनु होला, अन्यथा फेरि वापस लिएर जानुपर्ने हुन्छ अथवा तपाईहरुले सामान चाहिँ त्यही छोडेर जानुपर्ने अवस्था आउन सक्छ। सो सकेसम्म तपाईहरुले छिटो भन्दा छिटो चाहिँ टिकट बुक गरिहाल्नु होला अथवा बाइ गरिहाल्नु होला, जसले गर्दाखेरि चाहिँ तपाईहरुलाई कम पर्न आउँछ प्राइस। यदि तपाईहरुले ढिलो गर्नुभयो भने अफकोर्स फ्लाइटको प्राइस चाहिँ एकदमै एक्सपेन्सिभ हुन्छ। स्टेप नम्बर 4, कन्फर्म योर अकोमोडेसन। यो स्टेप चाहिँ एकदमै इम्पोर्टेन्ट छ। तपाईहरुले फ्लाइट बुक गर्नुभन्दा अगाडि आफूले अकोमोडेसन चाहिँ बुक गर्नुपर्ने हुन्छ, जसले गर्दाखेरि चाहिँ तपाईलाई एकदम सजिलो हुन्छ। जसले चाहिँ म फिनल्यान्डमा आउँछु अनि अकोमोडेसन बुक गर्छु भन्नुहुन्छ, एकदमै खतरनाक छ यो कुरा। त्यसैले बिफोर फ्लाइङ अकोमोडेसन बुक गर्नु होला, रेन्टल एग्रिमेन्ट सेभ गर्नु होला, अनि आफू कुन सिटीमा आउँदै हुनुहुन्छ, कुन एड्रेस हो तपाईको, पोस्टल नम्बर, एड्रेस सबै चाहिँ सेभ गर्नु होला, नोट गर्नु होला। यो कुरा चाहिँ तपाईहरुलाई इमिग्रेसनमा पनि सोध्छ। स्टेप नम्बर 5, हेल्थ इन्स्योरेन्स चाहिँ लिनु होला। अफकोर्स तपाईहरुले प्रोसेस गर्ने बेलामा इन्स्योरेन्स लिनु भएकै होला, तर पनि त्यो इन्स्योरेन्स चाहिँ एक्टिभ छ कि छैन, त्यसको भ्यालिडिटी छ कि छैन, एकचोटी फेरि चेक गर्नु होला। स्टेप नम्बर 6, प्रिपेयर इम्पोर्टेन्ट डकुमेन्ट फोल्डर्स। डकुमेन्ट फोल्डर चाहिँ एकदमै इम्पोर्टेन्ट छ। तपाईहरुले फिजिकल र डिजिटल दुवै डकुमेन्ट्सहरु चाहिँ प्रिपेयर गरेर राख्नु होला। पासपोर्ट, रेजिडेन्ट पर्मिट कार्ड, युनिभर्सिटी एडमिसन लेटर्स, ट्युसन पेमेन्ट प्रुफ, इन्स्योरेन्स डकुमेन्ट्स, अकोमोडेसन कन्ट्र्याक्ट एन्ड अल्सो फोटो पनि राख्नु होला, जुन चाहिँ युरोपियन साइज अनुसार चाहिँ खिचाउनु होला फ्लाइटको 2 दिन अगाडि। त्यो चाहिँ यता आइसकेपछि पुलिस कार्ड बनाउँदाखेरि एकदमै जरुरी पर्छ, जसले गर्दा तपाईको 20 देखि 25 युरो बच्न सक्छ। स्टेप नम्बर 7, अरेन्ज मनी। कस्तो तपाईहरुसँग पैसा हुन्छ, पैसा नभइकन प्रोसेसिङ कसरी गर्नु भएको होला र। तर पनि धेरै जसो स्टुडेन्टले सोध्ने गर्छन् कि भिजा आइसकेपछि कति पैसा लिएर आउने, क्याश कति लिएर आउँदा हुन्छ, ट्राभल कार्डमा कति राख्ने हो भन्ने कुराहरु चाहिँ एकदमै खुल्दोली चाहिँ हुन्छ, जुन चाहिँ मलाई पनि पर्सनली भएको थियो। सो जब तपाईहरुले RP कार्ड पाउनुहुन्छ, त्यो साथसाथै इन्भलपमा तपाईहरुले नबिल ब्याङ्कको डिटेल्स पनि पाउनुहुन्छ फिनिश एम्बेसीबाट, जसमा चाहिँ क्लियरली लेखिदिएको हुन्छ कि नबिल ब्याङ्कबाट चाहिँ ट्राभल कार्ड बनाउनु भनेर। तर यसको मतलब
तपाईले नोबेल ब्याङ्कबाट मात्र बनाउनु पर्ने जरुरी होइन कि अरू ब्याङ्कबाट पनि बनाउन सक्नुहुन्छ ट्राभल कार्ड। तपाईहरुले पैसा लिएर आउँदाखेरि 9600 लिएर आउन सक्नुहुन्छ युरो र तपाईले ट्राभल कार्डमा 7600 युरो अनि क्याश चाहिँ 2000 युरो लिएर आउन सक्नुहुन्छ, जुन मैले पनि त्यसरी लिएर आएको थिएँ। तर अहिलेको 2026 को नियम अनुसार के छ, अफ कोर्स ब्याङ्कमा गएर चाहिँ सोध्नु होला कति चाहिँ ट्राभल कार्डमा हामीले राख्न सक्छौं, कति चाहिँ क्याश लिएर आउन सक्छौं। सकेसम्म क्याश धेरै भन्दा धेरै लिएर आउनु होला। जब तपाईले ट्राभल कार्डको लागि अप्लाई गर्नुहुन्छ र ट्राभल कार्डमा पैसा अपलोड गर्नुहुन्छ, त्यसपछि त्यो कार्डलाई चाहिँ अफ कोर्स मोबाइल एपमा पनि एड गर्नु होला, किनभने इमिग्रेसनमा तपाईलाई सोध्छ पैसा सो गर भनेर। यदि गर्न सक्नु भएन भने इमिग्रेन्ट अफिसरको मुड खराब छ भने तपाईलाई त्यहाँबाट पनि डिपोर्ट गर्न सक्छ। सो सानो भन्दा सानो कुरालाई पनि ख्याल गर्नु होला, मोबाइल एपमा ट्राभल कार्डलाई चाहिँ एड गर्नु होला। सानो कुराले पनि तपाईलाई चाहिँ इमिग्रेसनबाट डिपोर्ट गर्न सक्छ। स्टेप नम्बर 8, जोइन स्टुडेन्ट ग्रुप्स। अहिलेसम्म तपाईहरुले कुनै पनि सोशल मिडियामा जोइन गर्नु भएको छैन भने अफ कोर्स फेसबुक, इन्स्टाग्राम, टिकटक, टेलिग्राम, व्हाट्सएप जेमा हुन्छ त्यसमा चाहिँ जोइन गर्नु होला। अनि आफू जुन सिटीमा जाँदै हुनुहुन्छ त्यो सिटीको ग्रुपमा पनि अफ कोर्स झन् स्पेशली त्यसमा जोइन हुनु होला। त्यहाँ क्वेशनहरु राख्नु होला, कुनै डाउट छ भने त्यहाँ चाहिँ क्लियर गर्न सक्ने सम्भावना धेरै हुन्छ। त्यस्तै गरी युनिभर्सिटीको कुनै ग्रुप छ भने त्यसमा पनि अफ कोर्स जोइन हुनु होला। अनि कुनै पनि युनिभर्सिटीको एप छ भने त्यसमा जोइन भएर कुराहरु राख्न सक्नुहुन्छ, आफ्नो प्रब्लमहरु राख्न सक्नुहुन्छ। त्यसबाट पनि धेरै स्टुडेन्टहरुले चाहिँ तपाईहरुलाई जवाफ दिनेछ, तपाईको प्रब्लमको सोल्भ हुन सक्ने सम्भावना धेरै हुन्छ। फर एक्जाम्पल म केमिसिटीमा बस्छु, केमिसिटीमा ल्याब युनिभर्सिटी अफ अप्लाइड साइन्सेस युनिभर्सिटी छ र हाम्रो आफ्नै गोइन भन्ने एप छ जसबाट चाहिँ मैले धेरै प्रब्लमको सोलुसनहरु चाहिँ त्यसबाट पाएको थिएँ आउने बेलामा। सो ग्रुपमा जोइन हुनुको फाइदा धेरै नै हुन्छ। यदि तपाईले अहिलेसम्म अकोमोडेसन पाउनु भएको छैन भने अकोमोडेसनको लागि हेल्प पनि माग्न सक्नुहुन्छ। कुन फ्लाइट कहाँबाट कसरी चाहिँ लिँदाखेरि चाहिँ सस्तोमा पाउन सकिन्छ त्यो कुराको इन्फर्मेसन लिन सक्नुहुनेछ। त्यस्तै गरी एयरपोर्टमा पिकअपको पनि व्यवस्था हुन सक्छ, तर तपाईहरुले केही पेमेन्ट चाहिँ गर्नुपर्ने जरुरी हुन सक्छ। स्टेप नम्बर 9, लर्न बेसिक फिनल्यान्ड इन्फर्मेसन। फिनल्यान्डको प्रोसेस सबै भइसकेपछि फिनल्यान्डको बारेमा बेसिक नलेज चाहिँ इन्फर्मेसन लिनु होला। जस्तै तपाई कुन सिटीमा बस्दै हुनुहुन्छ, त्यहाँको ट्रान्सपोर्टेसनको अवस्था के छ, फिनल्यान्डको वेदर के छ, फिनल्यान्डको इमर्जेन्सी नम्बरहरु के हो, फिनिश कल्चरहरु कस्तो छ, यहाँको सिचुएसन के छ। त्यस्तै गरेर स्टुडेन्ट डिस्काउन्ट्सहरु कुनमा के कसरी चाहिँ पाउन सकिन्छ त्यो इन्फर्मेसनहरु चाहिँ लिनु होला। स्टेप नम्बर 10 अनि यो चाहिँ एकदमै लास्ट स्टेप हो। यसमा चाहिँ मैले राखेको छु मेन्टली प्रिपेयर। यो चाहिँ एकदमै इम्पोर्टेन्ट छ, किन भन्दाखेरि हामीहरु जुन कल्चरमा हुर्केका छौं, जुन इन्भाइरोमेन्टमा हुर्केका छौं त्यो भन्दा फिनल्यान्डको चाहिँ सिचुएसन डिफरेन्ट छ। अनि यहाँको कल्चरदेखि लिएर वर्क सिचुएसनदेखि लिएर एकदमै अहिले डिफरेन्ट छ। सो मेन्टली चाहिँ एकदम प्रिपेयर भएर आउनु होला। जेसुकै होस् म यो प्रब्लमको चाहिँ सोल्भ गर्छु, जसरी पनि म यसलाई चाहिँ पार लगाउँछु भनेर चाहिँ माइन्ड मेकअप गरेर आउनु होला। कसैको भर नगर्नु होला। हेल्प अफ कोर्स पाइन्छ आको साथीहरुसँग, यहाँ भएको फ्यामिली रिलेसन्सहरुबाट अफ कोर्स तपाईहरुले पाउनु नै हुन्छ। तर पनि जे गर्छु एक्लैले गर्छु भन्ने चाहिँ माइन्डसेट बोकेर चाहिँ आउनु होला। सबै कुरा चाहिँ एकदम डिफरेन्ट छ। अनि स्पेशली चाहिँ यहाँको वेदरले गर्दाखेरि चाहिँ माइन्डलाई एकदमै अप्ठ्यारो बनाएको हुन्छ। सो च्यालेन्जेसहरु धेरै नै छ फिनल्यान्डमा। फिनल्यान्डमा मात्र हैन, कुनै पनि देशमा तपाईहरु जाँदै हुनुहुन्छ भने त्यहाँ अफ कोर्स च्यालेन्जेसहरु हुन्छ, प्रब्लमहरु हुन्छ, तर हरेक प्रब्लमको चाहिँ सोलुसन हुन्छ। स्टेप बाइ स्टेप हरेक प्रब्लमलाई सोल्भ गर्न सकिन्छ। डोन्ट वरी। सो आएको केही दिन, केही हप्ता, केही महिनामा तपाईलाई घरको एकदम याद आउन सक्छ, होमसिक हुन्छ, कोही ब्ल्याङ्केट ओढेर पनि रुनु होला है। सो यस्तो सिचुएसनहरु सबैजनाले पार गरेर यहाँबाट निस्किसकेको छ। तपाईहरुले पनि पार गर्न सक्नुहुन्छ। यो भनेको एकदम नर्मल कुरा हो, तर पनि मेन्टली चाहिँ एकदम प्रिपेयर भएर आउनु होला। थाउजन्ड्स अफ नेपाली स्टुडेन्ट्सले यो जर्नी चाहिँ सक्सेसफुली कम्प्लिट गर्नु भएको छ। तपाईले पनि अफ कोर्स गर्न सक्नुहुन्छ। मैले गरे, अरूहरुले गरे, सबैजनाले गर्न सक्छ, तर पनि मेन्टली चाहिँ एकदम प्रिपेयर भएर फिनल्यान्ड आउनु होला। भिजा अप्रुभल इज नट द फिनिश लाइन, it's actually the beginning of your Finland journey. So after your visa gets approved, please check your permit details, get your resident permit card, book your flight, confirm accommodation, prepare documents, arrange finances, join student groups, learn basic Finland information and get ready mentally. यदि तपाईहरुको भिजा अप्रुभ भइसकेको छ भने कमेन्ट डाउन बिलो कुन सिटीमा आउँदै हुनुहुन्छ, कुन युनिभर्सिटीमा जोइन गर्नु भएको होला। एन्ड थ्यांक यू सो मच फर वाचिङ दिस भिडियो। धेरै धेरै शुभकामना छ। नयाँ जर्नी, नयाँ लाइफ हो। धेरै आत्तिनु हुँदैन, धेरै मात्तिनु पनि हुँदैन। सी यू इन द नेक्स्ट भिडियो। अनि यस्तै भिडियोको लागि मेरो च्यानललाई सब्स्क्राइब गर्न र शेयर गर्न नबिर्सनु होला। थ्यांक यू सो मच एभ्रीवन।